यो त्यहाँबाट पूर्वपट्टि पोइन्ट हो ठ्याक्कै पूर्वपट्टि है त सबैले एउटा बोतलमा राख्ने यो पातल हालेर यो मिठाई दिनुपर्छ पूर्वतर्फको विमललाई आह्वान गर्दै आसनं समर्पयामि विमलाय नमः आत्मनियम जलं समर्पयामि विमलाय नमः अर्घ्यजलं समर्पयामि विमलाय नमः पञ्चामृतं समर्पयामि विमलाय नमः शुद्धजलं समर्पयामि विमलाय नमः चन्दनक्षता ओम जवान कल्याण पुष्पान समर्पयामि विमलाय नमः त्यसपछि क्रमैसँग श्लोक भइसकेछ दायाँ तर्फ दोस्रो पैसामा दौती दिनु पर्यो ज्ञान रूपाय नमः आसनं समर्पयामि ज्ञान रूपाय नमः आत्मनियम जलं समर्पयामि ज्ञान रूपाय नमः अर्घ्यजलं समर्पयामि ज्ञान रूपाय नमः पञ्चामृतं समर्पयामि ज्ञान रूपाय नमः पुनरात्मनियम जलं समर्पयामि ज्ञान रूपाय नमः चन्दनं जौ देवान तेलान पुष्पान समर्पयामि ज्ञान कार्य ज्ञान रूपाय नमः दक्षिणतर्फ कता कताको भइराखेर हेर्नु भात हो क्या नबोलिकन यसै राखेर त्यत्रो जहाँ राखेर यहाँ अलिकति यो लाइन क्लियर अलिकति नपुग्या बाग्लोको झिल मिल्छ झिकेर हाल्नु पर्यो पुऱ्याउनु पनि अलिअलि उता पार्दै चन्दनं देवान तेलान पुष्पान समर्पयामि क्रियायै नमः अब दक्षिण र पश्चिम अर्को पोइन्ट अत्यह ओम भुवो दैनिक योगे यहाँ संयति पूजा कर्मी तावतं सुस्थिरो सुप्रसन्नो योगाय आसन समर्पयामि योगाय नमः पश्चिम अनि दिनभरि बाहिर ज्योति जाने नि समोनी मात्र हालिएर हजुरले त्यो त्रिखण्ड त होइन कहाँ राख्यो त्यही एकै ठाउँ राखेँ मैले पश्चिम र उत्तरको बीचमा यहीँको हो
समर्पयामि सत्याय नमः आत्मनियं जलं समर्पयामि सत्याय नमः अर्घजलं समर्पयामि सत्याय नमः आत्मनियं जलं समर्पयामि सत्याय नमः पञ्चामृतं समर्पयामि सत्याय नमः सत्याय नमः जीवान् चन्दनं जीवान् तिलान् समर्पयामि सत्याय नमो नमः उत्तर दिशातर्फको अब उत्तरतर्फको बाँकी छैन उत्तरे अनुग्रह उत्तरमा सिद्धामा खुला छेडेर ओम खुला छेडेर जाउतिलाई भन्ने अनुग्रह दुईटा कसरी हुन्छ सिद्धिन पनि हो ल ओम अनुग्रह यथा संयति जयावत पुदाकर्मी तावत शिरो सुख सनोरवत पुष्पाणि समर्पयामि अनुग्रहाय नमः आसनं समर्पयामि अनुग्रहाय नमः आसने जलं समर्पयामि अनुग्रहाय नमः अर्घजलं समर्पयामि अनुग्रहाय नमः पंचामृत स्नानं समर्पयामि अनुग्रहाय नमः पुनरात्मनिं जलं समर्पयामि अनुग्रहाय नमः भोग अनुग्रहय कर्तव्यति यावत् पूजा कर्मी तावतं सुचिरान् जो प्रसन्नवरदो भव उत्तर र पूर्वको एउटा शिक्षा बाँकी होला माथि ईशानी यगच्छ यतानि पुष्पाणि समर्पयामि ईशानाय नमः ईशान्यै नमः आसनं समर्पयामि ईशान्यै नमः आस्मन्यं जलं समर्पयामि ईशान्यै नमः अर्घजलं समर्पयामि ईशान्यै नमः पञ्चाङ्गस्नानं समर्पयामि ईशान्यै नमः पुनरास्मन्यं जलं समर्पयामि ईशान्यै नमः चन्दनं जीवान् तिलान् पुष्पान् समर्पयामि ईशान्यै नमः अब पूर्व भाइ त्यसको पूर्व यहाँ यतापट्टि पूर्व त्यता त्यसको हो पूर्व इन्द्रलाई सम्झेर पूजा गर्नु इन्द्र यहाँको पूजा गर्ने इन्द्राय आसन पूजा भयो अब पूर्व भावे दैनिक पश्चिम पूर्व र उत्तरको बिचको पक्षमा दिशातर्फ शिवलाई शिव समर्पयामि पश्चिम दिशातर्फ समर्पयामि उत्तर दिशातर्फ फेरि अनादि पुरुषाय समर्पयामि अब पूर्वबाट प्रवेशमा पूर्वमा एक पूर्व र दक्षिणको बिचमा
पूर्वको बिचमा यो पश्चिम र दक्षिणको बिचमा अर्को कोण अब यो पूर्व भयो पूर्व दिशातर्फ सूर्यलाई पूजा गर्ने ढोको सूर्य यज्ञ यावत पूजा गर्मी तावतम स्वस्ति सूर्याय नमः। दोस्रो पोइन्ट ओम सोमाय नमः। मिलाएर किन त्यहाँ बाघ आन्छ आऊ यो ल यहाँ बस ओम भौम यज्ञ यति यावत पूजा तावतम स्वस्ति ओम बुध यज्ञ चौथो पोइन्ट ओम बुध यज्ञ यति यावत पूजा गर्मी तावतम पाँचौं पोइन्टमा बृहस्पतिलाई ओम बृहस्पति यज्ञ यति यावत पूजा गर्मी तावतम छैटौं पोइन्टमा शुक्रलाई ओम शुक्र यज्ञ यति यावत पूजा गर्मी तावतम ओम शनि सह शनि यज्ञ यावत पूजा गर्मी ओम राहु पे नमः। राहु ग्रह पुग्यामी राहु नमः। क्रमशः 8वटा गर्नुभयो 8वटा राहु केतु पे नमः। ईशानपट्टि अन्तिममा घुमेर 8वटा केतु केतु आदि सूर्य आदि आसन समर्पयामि सूर्य आदि सूर्यादि नवग्रह सूर्यादि नवग्रह पंचांग समर्पयामि सूर्यादि नवग्रह सूर्यादि नवग्रह सक्षितांग देवां तिलांग समर्पयामि सूर्यादि नवग्रह सूर्यादि नवग्रह अब दक्षिण दिशातर्फ स्कंद ओम नित्यम आकाश दक्षिण दिशातर्फ ओम दक्षिण यसको दक्षिण क्या आदिको दक्षिण देवता बोलाइरहेको ओम दक्षिणे आकाश पूजान्तरमी रावतम के छ त खोइ तपाईले पछि यो फोन गर्नु के भयो कुरो मात्रै हो त एउटा अब पत्र उपस्थित गराउनु भन्नु छ तपाईले त कानुनी भन्नुहुन्छ तपाईले खोइ के खुसी कुरो गर्नु भयो अन्त दक्षिण र पश्चिम भन्नु न आउनु भयो नि त आउनु भयो नि त कति भन्नु एकापट्टि साइडमा त्यही त तपाईँले अस्ति यस्तो भयो भन्छु पछि भन्नुभएको टाढा लिङ्ग अनि टाढा लिङ्गको श्री कृष्ण गोविंद हरि मुरारी।